आजको यात्रा हाम्रो चाहिँ काउडे लेकमा हुनेछ हैन। डुङ्ग्रेभन्दा माथि र पर्वासभन्दा यतातिर चाहिँ हाम्रो बास्टारीबाट भित्र रहेछ हैन काउडे लेक। अब हामीलाई पनि थाहा छैन यो कसरी जाने के फोन गर्दै सोध्दै जाने हो। हाम्रो अरुण दाइ हुनुहुन्छ आज चाहिँ धेरैजना छैन, आज धेरैजना छैन, 3 जना मात्र छौँ। अरू बेला कमसेकम भए पनि 4-5 जना 6 जना त हुनुहुन्छ। आज 3 जना मात्रै इमर्जेन्सी प्लान बनेको हो। अब हेरौँ जहाँ हुन्छ हामी भिडियो गर्दै देखाउँदैछौँ है। ल अब नास्ता खाइयो यहाँबाट। अब यहाँदेखि हामी फेरि काउडे लेकसम्म फेरि यात्रा गर्नेछौँ। हाम्रो यो पर्वासको तल है यो बास्टारी भन्ने ठाउँमा यो बाटो हो है। अँधेरो भइसक्यो त्यस कारणले गर्दा क्लियर देखेको छैन होला। यो बिचमा हजुरले आउँदा आउँदै सराई पुग्नुभन्दा अगाडि यस्तो गेट हेर्न सक्नुहुन्छ। अहिले अँधेरो भएर देखाउन सकिनँ होइन। अब फर्किँदै देखाउँला है। तलबाट आएको मलाई यार, बहुत तलबाट आयो। हाइलाइट बल्छ हाइलाइट बलेमा केही देखिएन, यो गेटै देखिएन बे होइन। छोड्दै भोलि गरौँ। ओ साथी रे तेरे बिना भी क्या जीना, तेरे बिना भी क्या जीना। ओ साथी रे तेरे बिना भी क्या जीना, तेरे बिना भी क्या जीना। फूलों में गलियों में, सपनों की गलियों में, फूलों में गलियों में, सपनों की गलियों में, तेरे बिना कुछ कहीना, तेरे बिना भी क्या जीना। ओ साथी रे तेरे बिना भी क्या जीना, तेरे बिना भी क्या जीना। हामी काउडे लेकको डाँडामा लगभग पुगिसकेको छ। हाम्रो अहिले कति बजी छ? 5:30 बजेको दृश्य यस प्रकार छ है। जाने खास यहाँ टावरमा हो। यो सनराइज हेर्ने क्रममा यहाँ यी हुस्सोहरू उड्दै आइरहेको छ। यहाँ दाइलाई पनि एकदम जाडो भइरहेको छ। के गर्नु त्यहाँ जाने हो कि बस्ने हो? अझै हेर्दै जाने हो कि यताबाट पनि त्यहाँबाट एकछिन अगाडि हाम्रो यहाँ क्लियर मौसम थियो। अहिले हुस्सो लाएर केही यहाँको टावर पनि देखेको छैन है। अघिसम्म देखिरहेको थियो। ल हेर्नुहोस् यहाँ जाडो भएर यस्तो छ हालत। त्यहाँ कस्तो भयो होला।
पानी तिर्खा लाग्यो यहाँबाट उफ्रिन सक्नुहुन्छ प्याराग्लाइडिङ गर्न सक्नुहुन्छ कि सकिन्छ होला हजुरले थोरै उडाउने उडाइन्छ नि भएन अझै ल हाम्रो यहाँ सनराइज कार्यक्रम हेरेर सकियो हिजो हामी आउँदा निकै नै राति भएको थियो त्यसले गर्दा मैले केही पनि भिडियोहरू देखाउन पाएन र हिजो राति हामी 8 बजे लगभग पुगेर खाना खाएर सुतेर बिहान 4 बजे नै त्यहाँ तलबाट हिँडेर डाँडा जे होस् 1.5 घन्टामा हामी यहाँ डाँडामा पुगेर हाम्रो सनराइज हेरियो कस्तो लाग्यो त सनराइज ठिक छ नि एकदम राम्रो यार अब उज्यालो भइसकेको छ अब आउँदाखेरि बाटो देखाउन त सकिएन अब जाँदाखेरि चाहिँ बाटो देखाउँदै जाउँला यताको बाटो कस्तो छ है आउँदा स्लो जाँदा फास्ट हो 1.5 घन्टा लाग्यो हामीलाई आउन 1.5-2 घन्टा लाग्यो 1.5-2 घन्टा जोस् आरामले बस्दै आइयो अब जाँदा कति घन्टा लाग्छ है जाँदा त चाँडै होला अब हेर्नु त दाइ कहाँ पुगेको दाइ कुर्नु न दाइ थाकिछु म माथि यहाँ बुद्धको टेम्पल पनि छ कौडे लेक वाकोट भन्दो रहेछ ल यहाँ आउँदाखेरि चाहिँ काटे जस्तो छ तर यो सायद जुगाले चाहिँ खुन चुसे जस्तो छ यहाँ दाइको पनि त्यस्तै भएछ खै हजुर हेरौँ ए दाइको पनि सेम दुखाइ छैन काटेको पनि होइन तर यो जुगाले चाहिँ रगत चुसेछ पनि रगत आएको गरेछ है केही दुखाइ छैन के हो यो 3 ठाउँमा 2-3टा जुगा लाग्छ क्या हो फेरि दुखाइ केही छैन यार कस्तो फर्स्ट टाइम लाग्यो यार जुगा त मलाई दौडेर आइज दौडेर यहाँ नै दाइको पनि हेर खुट्टामा तेरो त छैन किन छैन खै ख्याल गरे ए तेरो पनि हो मोटो भएर थाहा पाएन क्या मजा आयो होला त्यसलाई मेरो रगत ल यहाँको फुल पनि हेर्न सक्नुहुन्छ हजुरहरूले दामी छ होइन फुल अरुण दाई हजुरको लागि फुल टिप्दैछु आउनु आएकै होइन यत्रो हाइटमा त बाटो चाहिँ हरिब छ कि अँधेरोमा केही थाहा पाइएन यो औसली ऐसलु भन्ने हुन्छ होला होइन ल हामी त्यो त्यो बाटो हेर्न जाने त्यहाँसम्म त्यस्तै बाटो हुँदाहुँदै यो ए यो प्रतीक्षाले देखेको थिएन यो हाम्रो तानसेन बजार त्यो होला यतापट्टिको सबै होइन दाइ बाटो सजिलो छ अहिले आएर बोकम राति कस्तो भयो त्यो हजुरको हालत बिहान हिँड्ने बेलामा अँधेरोमा कस्तो वाला सिडी होइन त्यो बाटो ठिक छ होइन यो पनि ठिकै होला अब हामी आएको बाटो त अर्कै थियो जोस् यो वाला बाटो हो ओरिजिनल बाटो यो हो पुरानो बाटो हामी अलिकति अँधेरोमा गयौँ जोस् बाटो चाहिँ हरिब छैन यो आइसक्यौँ यहाँ अब यो पाइप पकडी हिँड्न त
ए बिहान हामी त्यो बाटो आयो तल्लो बाटो यसरी सर्टकट भनेर आयो अब यो सल्लो सिडी यता टाढा गएर डाइरेक्ट यो तल्लो भागमा पुग्ने यति रात अँधेरोमा 4 बजे यति होइन 4 बजे अँधेरोमा धेरै माथि नै आएर रहेछ हामी थाहा नभएको त्यहाँबाट स्टार्ट भएको हामी बसेको घर त्यहाँ 2-3टा उ त्यो हो के दाइ कुनवाला कलरको नि उ त्यो हरियो उ त्यहाँ छ नि उ त्यहाँ हो त्यही हो होला हामी त आयौँ सिँढी त्यही थियो नि के हो दाइ हो यो उ त्यो हरियो हरियो ए ठुल्ठुलो पाइनएप्पल हो सानो पाइनएप्पल हो थाक्नु भयो के ए उ त्यो ट्रस्ट भन्नुभएको हो यहाँ पुगेर आएको ट्रस्टमा त्यसपछि एउटा माथि ट्रस्ट बहुत माथि अरे हिँडेर हामी त दाइको खुट्टाबाट भर्खरै खोइ कता हामी दाइको खुट्टाबाट यस्तो जुगा रहेछ है यो जुगाले हाम्रो खाएर मोटाइ भर्खरै हाने थियो यहाँ हाने थियो कि यहाँ हाने थियो भर्खरै हाने थियो यस्तो लेकमा चाहिँ जुगाहरू हुन्छ जे त्यहाँ जुत्ता लाएर आउनुपर्छ है जुत्ता लगाएको भएर अब इरहेको छ है खत्रो रहेछ ऊ खुन खाइसकेछ त हजुरको होमस्टे गरेको ठाउँबाट अलिकति माथितिर आएर यो अँधेरोमा यो बाटो चढेको खास जाने बाटो यो थियो पहिलो पुरानो बाटो यो हो खास यो बाटो सिडी जाने हो अहिले चाहिँ हामी यो बाटो फर्क्यौँ यताको बाटो सर्टकट हो पुरानो घर पहाडतिरको है खोली घरहरू हुन् तिम्रो हजुरबातिरको हो मोटा भाइ हामी हिजो राति आएर यो कौडेल लेक भन्ने रिसोर्टमा बसियो यो घर हो हाम्रो हजुरले हेर्न सक्नुहुन्छ यो घर हिजो राति देखाउन सकिएको थिएन जोस् अहिले बिहान हामी हिजो सुतेको रुम है सुत्यो हिजो हाम्रो कोदोको रोटी चिया हामी चाहिँ यो कौडेल लेक मगर सामुदायिक होमस्टेमा कौडेल लेकमा एक नम्बर भन्छ एक नम्बरमा हामी आज हिजो राति आइयो बसियो अनि त्यहाँ हामी भैरवा बुटुल हुँदै हाम्रो यो तल के भन्छ अरे त्यसलाई बास्टारी कति किलोमिटर पर्ने रहेछ त बास्टारीबाट यहाँ आउनलाई होइन अब यो बुटोलदेखि बास्टारी कति किलोमिटर रहेछ 30 किलोमिटर जति होला है 30 किलोमिटर माथि बास्टारीबाट फेरि माथि बास्टारीबाट यहाँ आउनलाई कति 18-20 किलोमिटर जति होला कि कहाँ हुँदै आउने रहेछ त यो तपाईँहरू चाहिँ अब बुटोलबाट आउँदा अब बास्तारी आउने बास्तारी भएर अनि बास्तारीबाट यहाँ माडी आउने बाटो सराई आउने सराईबाट फेरि मासतिर अफ रोड लाग्नुपर्छ सराईबाट अफ रोड चाहिँ तपाईँहरूलाई 35 मिनट 40 मिनट यस्तै जति लाग्छ होला कि यहाँ आउनलाई यहाँसम्म पुगिन्छ हजुर अनि यो गर्न लागि कति बतायो मेरो यो होमस्टेसन चल्नु भएको चाहिँ धेरै भएको छैन कति 7-8 महिना यस्तै भएको छ यहाँ पहिलेदेखि होमस्टे थियो कि हजुरले होइन पहिला सुरुमा चाहिँ मैले स्टार्ट गरेको सुरुमा हजुरले स्टार्ट गर्नु अब चाहिँ बिस्तारै अरू पनि थपिँदैछ यसको सामुदायिक बन्दैछ हजुर एक नम्बर घर त्यहीबाट हजुरले पाउनु हजुर त्यस्तो छ अनि त्यसपछि चाहिँ हाम्रो यहाँ खाना बसोबास गर्ने कति व्यक्ति
हजुर हाम्रो चाहिँ अहिले प्याकेजमा छ के अरे प्याकेजमा छ प्याकेजमा चाहिँ तपाईँहरूको पर पर्सन 800 पर त्यसमा तपाईँको खाना आयो अनि बस्ने त भइहाल्यो हजुर अनि बिहानको चिया नास्ता चिया नास्ता हामीले भिडियोमा देखाएको थियौँ हिजो राति भएर हामीले खाना देखाउन सकेनौँ 800 त्यसमा भइहाल्यो अनि त्योभन्दा अलग खानुभयो भने फेरि एक्स्ट्रा चार्ज लाग्छ र ठिक छ त हामीलाई आउनु धेरै राम्रो स्वागत गर्नुभयो राम्रो गर्नुभयो होइन अब हजुरको यहाँ आउने साथीहरूलाई पनि हजुरको सजिलोको लागि मोबाइल नम्बर पनि भनिदिनु हामीले चाहिँ भिडियो बनाएको छौँ मोबाइल नम्बर र तर आफ्नो मुखले भन्नु मेरो नम्बर यो यसमा कन्ट्याक्ट गर्दा हुन्छ कन्ट्याक्ट गर्ने अनि मेरो 97 49 164 त्यसमा गर्दा नि मेरो डाइरेक्ट हजुरसँग डाइरेक्ट कन्ट्याक्ट हुन सक्छ डाइरेक्ट कन्ट्याक्ट हुन्छ त्यसमा चाहिँ ल त अब हामी यहाँबाट पनि धेरै राम्रो व्यवस्था गर्नुभयो खुसी लाग्यो फेरि पनि मान्छे साथीभाइहरू हामी पठाउँला र अब हामी बिदा हुन्छौँ ल हुन्छ ल फेरि सगरमाथा चाहिँ यो ल यो चाहिँ हाम्रो माछा पुच्छ्रे हिमाल त्यसपछि यो चाहिँ हाम्रो धौलागिरी है यहाँबाट दृश्य राम्रो देखिन्छ मलाई यो फुल चाहिँ दामी लाग्यो हेर्दा आर्टिफिसियल जस्तो छ तर ओरिजिनल हो यार यहीँ नजिकै टोइलेट पनि छ है यो बाटो आयो यस्तो बोर्ड देख्न सक्नुहुन्छ यहाँ पोलमा बाटो त फेरि फेरि चाहिँ यो बाटो आउने अनि यताबाट चाहिँ जोस् यहाँ बोर्ड राखेको छ एउटा झडेवा भनेर एउटा ओलेस भनेर ओलेसतर्फ लाग्नुपर्छ है हजुर यो बोर्ड हेरेर हजुर ओलेसतर्फ राख्नुपर्छ अहिले जोस् हामी फर्किँदैछौँ हिजो राति भिडियो नबनाएको हुनाले गर्दा अहिले देखाइदिइरहेको छु है बाटो कस्तो छ भनेर तानसेन हो यो कस्तो तराई भेग जस्तो देखेको यति खाली ठाउँ होइन यो बाटो पनि हेरिहाल्नुहोस् है बाटो चाहिँ यस्तै हो माथि डाँडाबाट जोस् बास्टारी पुगिसकेका छौँ है अब यही हो बास्टारी हामी यहाँदेखि यता गयो भने हाम्रो कान्छेतिर यता गयो भने